साथीभाइहरू गाउँ चाहिँ पुरै हरियाली भएको छ। छेउहरू पुरै हेर्नु त अहिले पुरै एकदम हरियाली भएको छ क्या। गर्मी आउनु लाग्यो नि त गाइज होइन, त्यही भएर अति नै बवाल भएको छ। म चाहिँ हाम्रो अड्डामा आएको छु गाइज, सिधै मासु भात खाने टन्न, पेट फुट्ने ताले खाने, भोट चाहिँ घन्टीले हाल्ने गाइज है। मनी घन्टीले हाल्ने गाइज। म चाहिँ पुरै बालेनको समर्थनमा हाम्रोलाई होइन राम्रोलाई हाल्नुपर्छ गाइज, समझ रहे हो? रवि र बालेनलाई जिताउनु पर्छ गाइज होइन। हे गाइज, गुड मर्निङ, वेलकम टु माई न्यू ब्लग। फाइनल गाइज आज चाहिँ मेरो तर्फबाट सबैजनालाई ह्याप्पी होली। अनि गाइज ह्याप्पी होली गाइज सबैजनालाई। अब आजको भ्लग चाहिँ पुरै अति नै बवाल आउँछ होइन। यसो मस्तसित आज होली सोली खेल्यो भने तपाईँलाई म भिडियो देखाउँला होइन। म खासै त्यति होली त खेल्दिनँ गाइज होइन। यसो कोही कोही बेला पहिला स्कुलमा पढ्ने बेला चाहिँ खेल्थेँ, 11-12 कक्षातिर पढ्ने बेला चाहिँ हामी केटाहरू र केटीहरूसित पुरै अन्डा फुटाइ पुरै मस्तसित होली खेल्थेँ गाइज होइन। अब स्कुल छोडे पनि 4-5 वर्ष हुन लागिसक्यो। अब त्यस्तै गाइज अब साथीहरू सब विदेश गइसक्यो। अब आफू यस्तै नेपालमै छ गाइज, भिसा पनि आउँदैन के हो। अब भिसा आयो भने जाउँला, तपाईँहरूलाई विदेशको भ्लग पनि देखाउँछु, बवाल भिडियो पनि देखाउँछु होइन। अब हुँदैछ गाइज विदेशको पोस्ट नि हुँदैछ। अब मिलेसम्म जाउँला, अब नमिलेसम्म अब यहीँ नेपालमै केही गरौँला गाइज होइन। अब अहिलेको भोट चाहिँ गाइज होइन, सिधै मासु भात खाने टन्न, पेट फुट्ने ताले खाने, हामीले तिरेको कर हो नि त गाइज होइन। मस्तसित खाने, भोट चाहिँ घन्टीले हाल्ने गाइज है। मनी घन्टीले हाल्ने गाइज। म चाहिँ पुरै बालेनको समर्थनमा हाम्रोलाई होइन राम्रोलाई हाल्नुपर्छ गाइज अहिलेको भोट चाहिँ होइन। मस्तसित राम्रोलाई ट्याक्क लाएर भोट चाहिँ होइन पुरै घन्टीले हाल्ने गाइज। बालेनलाई जिताउनु पर्छ गाइज, रवि र बालेनलाई जिताउनु पर्छ गाइज होइन। मासु भात टन्न खाने, पेट फुट्ने ताले खाने होइन। हामीले तिरेको कर हो नि त गाइज होइन। मस्तसित खाने होइन, भोट चाहिँ बालेनलाई र रविलाई हाल्नुपर्छ गाइज होइन। त्यही भएर कसैलाई नथाहा भयो भने त सुटुक्क रवि र बालेनलाई चाहिँ हाल्नुपर्छ। खै हामीले 10 वर्ष 15 वर्ष भोट दियो, खै अहिलेसम्म रोजगारी पाए नेपालमा गाइज? तपाईँ आफै भन्नु नि, पाए अहिलेसम्म? खै 12 पास गरे, लास्टमा जाने खाडी होइन। खै अहिले खाडीमा पुरै युद्ध भइरहेको छ गाइज। अब मेरो दाई साउदीमा नि अस्ति रियादमा नि पुरै एका बिहानै पुरै बम मिसाइल गरे है गाइज, टेन्सन हुन्छ यहाँ। त्यही भएर गाइज अब विदेश नजाने हो भने यहीँ नेपालमै केही गर्ने हो भने भोट चाहिँ बालेनलाई जिताउनु पर्छ गाइज। बालेनले देश बनाउँछ गाइज। त्यस्तो रतन कार्की त पुरै जापानबाट भोट हाल्न आएको छ बालेनलाई जिताउन भनेर। हामी त फुल बालेनको समर्थनमा गाइज, बालेनलाई हाल्ने यसपालि। यो मर्या सियालहरूलाई हालेर काम छैन गाइज। अरे कहना क्या चाहते हो? देश डुब्छ कि पुरै होइन। त्यहाँ एकचोटि चान्स चाहिँ बालेनलाई दिनुपर्छ क्या। बालेनले देश बनाउँछ भन्ने आश छ गाइज होइन। त्यही भएर भोट चाहिँ पुरै बालेनलाई हाल्ने क्या गाइज। त्यही भएर यो भिडियोलाई फुल सेयर पनि गर्नु होला, मुनि कमेन्ट पनि गरिदिनु यो भिडियो कस्तो लाग्यो तपाईँलाई। र आज चाहिँ सबैजनालाई ह्याप्पी न्यु इयर होइन, आज चाहिँ सबैजनालाई ह्याप्पी होली होइन गाइज। त्यही भएर यो चाहिँ हाम्रो फुटबल ग्राउन्ड भयो गाइज, पुरै देख्न सक्नुहुन्छ। अहिले चाहिँ पुरै केटाहरू पुरै होलीको लागि पुरै तयारी गरिरहेको छ। अनि उता चाहिँ हाम्रो भ्यू टावर भएको कङ्गालीको भ्यू टावर देख्न सक्नुहुन्छ। भ्यू चाहिँ यस्तै छ क्या, बिहानको 10-11 बजेको छ क्या, देख्न सक्नुहुन्छ। अब यस्तै छ गाइज। अब त्यही भएर भोट चाहिँ सोचेर हाल्नुपर्छ गाइज। भोट चाहिँ सिधै दायाँ बायाँ कतै नहालिकन ट्याक्क लाएर घन्टीमा, बुझ्नुभयो नि गाइज। भोट चाहिँ घन्टीमा हाल्ने। यो एमाले माओवादी काङ्ग्रेसलाई भोट दिएर केही छैन। अस्ति देखेन जेनजी आन्दोलनमा कति युवाहरू ज्यान गुमाए बेकारमा, भर्खरको 18-20 वर्षको युवाहरूले कति ज्यान गुमायो। त्यही भएर भोट चाहिँ गाइज बालेनलाई हाल्ने हो। टन्न खाने मासु भात, भोट चाहिँ ड्याङ बालेनलाई हाल्ने। त्यही भएर गाइज बुझ्नु होला गाइज, बालेनलाई जिताउनु पर्छ। अब यसलाई पुरै बिस्तारै फुटबल ग्राउन्ड नि खेलिन्छ गाइज हामी होइन। फुटबल अहिले म भ्याएको छैन। अब 2-4 दिनपछि अब बिस्तारै अब ह्याप्पी न्यु इयरमा 2083 को ह्याप्पी न्यु इयरमा पुरै सहर पनि जाने प्लान छ हाम्रो। त्यही भएर गाइज भोट चाहिँ पुरै बालेनलाई हाल्ने, ड्याङ जय घन्टी। त्यही भएर राष्ट्रिय स्वतन्त्र पार्टीले जिताउनु पर्छ गाइज। वास्तवमा मलाई के लाग्छ भने यसपालिको भोट बालेनलाई। तपाईँ आइपिएलको तयारी गर्नुहोस्, ओके। त्यही भएर गाइज भोट चाहिँ बालेनलाई हाल्नु होला। त्यही हो, फुल सपोर्ट गर्नु है गाइज।
जय घन्टी। A few moments later. चाहिँ म तपाईँहरूलाई पुरै हाम्रो गाउँको अर्ग्यानिक तरकारी खेती देखाउन लागेको छु बिना मिसावटको। हेर्न सक्नुहुन्छ हामीले चाहिँ पुरै प्याज लसुनहरू रोपेको छु, हेर्न सक्नुहुन्छ। यो चाहिँ पुरै खाली बगर हो। अब यसमा तरकारी सरकारी रोपिन्छ। अब चाहिँ काँक्रो साङ्ग्रो रोपेर ट्याकटुक गरिन्छ है पुरै। अनि यहाँ 2 घाँ जति मौरी पनि छ। यी कुखुरा चाहिन्छ भने आउनु होला। यी राम्रो राम्रो भालेहरू पनि छ र परेवा पनि छ, हेर्न सक्नुहुन्छ। सुपथ मूल्यमा सस्तो र टिकाउ खालको परेवा पनि छ। घर छोडेर काहीँ नि जाँदैन क्या साथीभाइ। यहाँनिर छ, त्यहाँनिर कति राम्रो राम्रो परेवा क्या होइन। यो चाहिँ होइन घर छोडेर काहीँ जाँदैन कि सिधै घरमा बसिरहने हो क्या। टेन्सन चाहिँ यो चाहिँ हाम्रो मौरी पहाडी मौरी भइगयो। जे पनि गाइस आनन्द हो कि गाउँ एकदम चिल छ, बेस्ट छ, आनन्द हो कि। अनि 2-4वटा जति खसी बोकाहरू पनि छ। यहाँ चाहिँ टेन्सन परालको टोवा यी भइगयो। बस्ती एउटा गाई र एउटा भैँसी पनि छ। पानी सानी दिनको लागि नाथ छ है। अनि उता नि 2-4वटा बाख्रा छ। यी भैँसी भइगयो। यो चाहिँ मसित खालि न्यु हो चाहिँ गाई चाहिँ टेन्सन हुन्छ। त्यो गाई चाहिँ गाउँ चाहिँ अति नै बवाल छ, शान्ति पनि छ, हरियाली पनि छ, बस्नुको लागि एकदम आनन्द छ, चिल छ गाई चाहिँ। अनि यसो हामीले चाहिँ यहाँ पुरै होइन भारी दाउरा साउरा काटकुट बनाएर यसरी चाङ बनाएर राख्छौँ हामी गाउँमा, देख्न सक्नुहुन्छ पुरै। यहाँ चाहिँ मन्दिर छ, यहाँ छ पुरै अन्त यहाँबाट यहाँसम्म हो क्या दाउराहरू यहाँ नि छ। यो चाहिँ पुरै जङ्गलबाट लिएर आएको। जे भयो नि गाई चाहिँ होइन गाउँ चाहिँ अति नै बवाल छ क्या। दुःख सुख गरेर यी पुरै अर्ग्यानिक खेतीहरू पुरै रोपेको छौँ हामी, देख्न सक्नुहुन्छ पुरै। म तपाईँहरूले देखाउँछु। यो चाहिँ बस्तुको मोलसोल भइगयो। अनि यहाँ नि प्याज लसुन रोप्नु भएको छ हाम्रो बुवाले। अलिअलि जे होस् अलिअलि खानको लागि आनन्द छ कि। लिची आँप साँप हल्का केरा नि रोपेको छ। यो चाहिँ हाम्रो खजुर गाई छ, तपाईँहरूले देखेको छैन होला। यो चाहिँ हाम्रो खजुर। यो चाहिँ दाइले साउदीबाट ल्याउनु भएको। यो कति 4 वर्ष भयो गाई। अब चाहिँ यो फल्न थाल्छ। फलेपछि तपाईँहरूलाई यसो खुवाउँला नि गाई। यो चाहिँ अति नै बवाल हुन्छ कि। यो चाहिँ होइन पुरै मरुभूमिमा फल्ने चिज हो। यसको नाम चाहिँ खजुर हो। हेर्नु पुरै त्यो जङ्गल हुन्छ नि स्याउलाहरू त्यस्तै छ क्या, हेर्न सक्नुहुन्छ पुरै। यो गाई चाहिँ अति नै बवाल छ भ्यूहरू। अब तपाईँहरूलाई 2-4 दिनपछि मस्त इन्ट्रेस्टिङ भएर देखाउँछु। छिटो 20K सब्सक्राइब पनि पुऱ्याइदिनु होला। होइन साथीभाइहरू गाउँ चाहिँ पुरै हरियाली भएको छ क्या, देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो फुटबल ग्राउन्ड खेल्ने अड्डा भइगयो, जाने बाटो। हेर्न सिसोहरू पुरै हेर्नु त अहिले पुरै एकदम हरियाली भएको छ क्या। गर्मी आउनु लाग्यो नि त गाई चाहिँ होइन, त्यही भएर अति नै बवाल भएको छ क्या। यो चाहिँ हाम्रो स्विमिङ पुल भयो गाई चाहिँ होइन। अहिले स्विमिङ पुलमा पानी छैन गाई चाहिँ, पुरै पानी पुरै सुकेको छ। अब एक दिन भल आउँछ होइन, भल आएपछि पुरै तपाईँहरूलाई हाम्रो यहाँको स्विमिङ पुल खेलेको भिडियो पनि यस्तो बवाल भिडियो देखाउँछु गाई चाहिँ होइन। अहिले मैले भ्याएको छैन क्या, मैले काममा एकदम बिजी छु होइन। त्यसले गर्दा मैले अब स्विमिङ पुलमा पानी सानी भरेपछि ट्याक्टर अब पुरै चुच्चे हानेको पुरै भिडियो आउँछ होइन गाई चाहिँ। अब असार साउनतिर आउँछ। अहिले चाहिँ तपाईँहरूलाई मस्त इन्ट्रेस्टिङ भएको देखाउँछ आजको चाहिँ। त्यही भएर भिडियोलाई फुल सपोर्ट पनि गर्नु होला गाई। अब 2-4 दिन रोकिनु गाई। यस्तो बवाल भिडियो आउँछ कि गाई। ल साथीभाइहरू तपाईँहरूलाई आज म हाम्रो पुरै अफरोडिङ देखाउँछु होइन। यो चाहिँ हाम्रो अफरोडिङ भयो गाई। साइकलहरू बाइक भिआरसिआर उडाउनुलाई अति नै बवाल छ। अनि यहाँ चाहिँ हाम्रो स्विमिङ पुल छ गाई। अहिले स्विमिङ पुलमा पुरै पानी सानी पुरै रोकेको छ। जाडो छ नि त, अब जेठ असारतिर लागेपछि पुरै पानी आउँछ होइन गाई होइन। त्यसको चाहिँ यस्तो बवाल भिडियो बनाउँछु कि होइन। अब गर्मी सुरु हुन लागिसक्यो बोर्डमा हेर्नु त पुरै रुखहरू पुरै हरियाली हुन लागेको छ, हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो साउको फ्याक्ट्री भयो, अहिले पुरै बन्द छ क्या। यो अब खै यो धरापमा छ अहिले यो फ्याक्ट्री पुरै बन्द छ। हामी यसो चिल गर्नु पऱ्यो भने चाहिँ यो हाम्रो अड्डा भइगयो। हामी यहाँ पुरै क्याम्पिङ गर्नु पऱ्यो भने चाहिँ यहाँ आउँछ हामी। त्यो क्याम्पिङको भिडियो पनि आउँछ गाई। 2-4 दिनपछि रोकिनु, अहिले भ्याएको छैन होइन। छिटो 20K जति सब्सक्राइब पुऱ्याइदिनु भयो भने यस्तो बवाल भिडियो आउँछ कि होइन गाई। त्यही भएर छिटो 20K सब्सक्राइब पनि पुऱ्याइदिनु। कपाल हेर्नु त मैले दामी बनाएको छु कपाल हेर्नु त, खतरा हानिदिन्छु गाई। उता चाहिँ पिठुवा भयो गाई होइन। त्यो पिठुवा यो चाहिँ हाम्रो चैमपुर कि। चैमपुरै राम्रो छ कि गाई पिठुवाभन्दा। चैमपुरै बेस्ट छ क्या, बवाल छ क्या। त्यही गाई अब हाम्रो अफरोडिङ भयो। उता चाहिँ हाम्रो फुटबल ग्राउन्ड छ।
यसो कहिले खेल्नु पऱ्यो भने हामी त्यहाँ आउँछु ल गाइज त्यही हो अब 2 दिनपछि बवाल भिडियो आउँछ होइन सब्सक्राइब पनि गरेर राख्नु होला अब यसो बिस्तारै बिस्तारै अब रतनलाई र हाम्रो अनिल सुनारलाई पनि भेट्न छ गाइज होइन अहिले म भ्याएको छैन नि त कामले बिजी छु ठ्याक्क लाएर अब त्यो अब एकचोटि रतनलाई भेट्न जानु गाइज भरतपुरतिर रतनलाई पुरै भेटेर भिडियो सिडियो पनि बनाउँछ गाइज तपाईँलाई म देखाउँछु नि त गाइज रोकिन 2-4 दिनको टाइम दिनु यस्तो बवाल भिडियो आउँछ कि त्यहाँबाट त्यही भएर सब्सक्राइब गरेर राख्नु होला गाइज हेर्नुहोस् साथीभाइहरू मैले भन्दैछु भोट चाहिँ घन्टीले हाल्ने हो टन्न मासु भात खाने हो सुटुको भोट चाहिँ घन्टीले हाल्ने हो यसपालि हेरौँ न देशले परिवर्तन मागेको छ होइन त्यही भएर भोट चाहिँ बालनलाई दिनुपर्छ है गाइज यो एमाले माओवादी काङ्ग्रेसलाई भोट दिएर काम छैन गाइज देश डुब्ने हो क्या त्यही भएर भोट चाहिँ पुरै बालनलाई दिनुपर्छ त्यही गाइज खै मैले 12 पास गरेँ खै न जागिर पाउँछ गाइज त्यही भएर जागिर पाउनको लागि ठाउँमा मान्छे हुनुपर्छ जे पनि बालेन प्रधानमन्त्री भयो नि स्वदेशमै रोजगारी पाउँछ कि विदेश जान नपरोस् त्यही हो गाइज आफ्नै देशमा आफूले जे गर्छु भने नि पाओस् त्यो रतन कार्की त जापानबाट बालेनलाई भोट हाल्न आएको छ अनि हामी चाहिँ बालेनलाई भोट हाल्न पऱ्यो गाइज बालेनको फुल समर्थक हो नि त हामी होइन त्यही भएर बालेनलाई भोट हाल्ने गाइज मासु भात टन्न खाने भोट चाहिँ बालेन हाल्ने ड्याङ ड्याङ हाल्ने त्यही एमाले माओवादी काङ्ग्रेसलाई भोट दिएर काम छैन गाइज देश डुब्छ अस्ति जेन्जी आन्दोलन कति भयो हङ्गामा त्यही भएर भोट चाहिँ बालेनलाई हाल्ने ड्याङ ड्याङ त्यही हो गाइज अब बालेनलाई जिताउनुपर्छ देशको प्रधानमन्त्री बनाउनुपर्छ गाइज होइन भोट चाहिँ बालेनलाई हो कि ड्याङ ड्याङ ल गाइज अब यसो स्विमिङ पुलको भिडियो नि आउँछ होइन अब 2-4 दिनपछि डेन्सन हुन्छ यस्तै छ भ्यू अब यस्तै छ गाइज गाउँको हालत डेन्सन हुन्छ सुनसान छ आज पुरै होली लागेको छ गाइज सबैजनालाई आकाश पनि पुरै सफा छैन क्या आज पुरै टुवालो लाग्यो त्यो गाइज होइन सोचेर होइन कसैलाई नभनिकन भोट चाहिँ घन्टीमा ड्याङ ड्याङ हाल्ने रवि र बालेलाई जिताउनुपर्छ गाइज त्यही हो यो मरे नेताहरूलाई भोट दिएर केही कामै छैन हुने केही होइन त्यही भएर भोट चाहिँ बालेनलाई गाइज सुटुक्क कसै नथाहा भने थाहा सुटुक्क भोट चाहिँ बालेनलाई ड्याङ ड्याङ त्यही म चाहिँ हाम्रो अड्डामा आएको छु गाइज देख्नुहुन्छ यहाँ चाहिँ पुरै पानी सानी भरेर होइन पुरै स्विमिङ पुल बनाउनु पायो दामी मजा हुन्थ्यो गाइज होइन अब रोकिने गाइज साथीभाइहरू अब गर्मी लागेपछि अब यसो खोला पनि पानी आउँछ अनि यहाँ नि पुरै मिल्यो नि पानी सानी भरेर यहाँ नि स्विमिङ पुल बनाउनु पर्ला है गाइज यो चाहिँ हाम्रो साउको अड्डा यहाँ पुरै चिल गर्नको लागि रमाइलो गर्नको लागि अति नै बवाल छ होइन उता चाहिँ हाम्रो अड्डा भइगयो क्याम्पिङ स्याम्पिङ मासु सासु पकाउनु लागि चाहिँ त्यो चाहिँ हाम्रो अड्डा हो त्यहाँ कसले रोक्नी टोक्नी केही गर्दैन गाइज ट्याक्क त्यहाँ क्याम्पिङ स्याम्पिङ गर्नलाई त्यहाँ भयो अनि यहाँ यसो बस्नको लागि चिल गर्नको लागि पनि छ अनि यहाँ नि छ पुरै टेन्सन हुन्छ त्यही गाइज अब बवाल भिडियो आउँछ अब होइन 2-3 दिनपछि बवाल भिडियो आउँछ त्यही भएर सब्सक्राइब पनि गरेर राखिदिनु होला गाइज यस्तै गाइज अब घुमफिर त गर्ने दिन त आउँछ होइन अहिले भ्याएको छैन त चुनावको माहौल छ त्यसले गर्दा भएको छैन भोट चाहिँ घन्टीलाई गाइज दायाँ बायाँ कतै नहालिकन भोट चाहिँ घन्टीलाई जिताउनुपर्छ गाइज जय बालेन त्यही भएर जेन्जी भएपछि भोट चाहिँ घन्टीलाई ट्याक्क लाएर होइन त्यही हो गाइज अब बवाल भिडियो आउँछ होइन 2-4 दिनपछि अब यहाँ हाम्रो अड्डा यस्तै छ साउको अड्डा चिल छ साउले मलाई चिने है गाइज यहाँको साउ पुरै मसित पुरै चिनजान छ क्या त्यही भएर केही भन्दैन यहाँको साउले त्यही नि अहिले फ्याक्ट्री बन्द खायो यसो कोही बेलामा भिडियो सिडियो बनाउनु लागि आउँछ यहाँ त्यही गाइज अब बवाल भिडियो आउँछ ल बाई मजा आयो बालेनलाई ड्याङ ड्याङ त्यही गाइज आई होप तपाईँलाई आजको भिडियो मन पऱ्यो होला राम्रो लाग्यो लाइक भी गरिदिनु होला मुनि कमेन्ट पनि गरिदिनु होला र मेरो च्यानल पछि आउनुभएछ किप सब्सक्राइब पनि गरिदिनु होला र 20K सब्सक्राइब पुऱ्याइदिनु भने मस्त इन्ट्रेस्टिङ भएर आउँछ त्यही भएर यो भिडियोलाई फुल सेयर पनि गरिदिनु होला र 20K सब्सक्राइब पुऱ्याइदिनु भयो भने अब 2-4 दिनपछि बब्बाल भिडियो आउँछ होइन अब म रतन कार्कीलाई पनि भेट्न जान लागेको छु गाइज होइन अब 2-4 दिनपछि रतन आएको छ जापानबाट उसको चाहिँ म लास्टै ठुलो फ्यान हो क्या गाइज उसले चाहिँ खतरा भिडियो बनाउँछ होइन मलाई चाहिँ सही लाग्छ त्यही गाइज थ्याङ्क यू फर वाचिङ दिस माई भिडियो ओके बाई मजा आया
और मैं ये जो मजा है हिंदुस्तान के हर व्यक्ति को देना चाहता हूं। Thank you for watching my video.